नमुना सामुदायिक वन उपभोक्ता समूह सैना महिना 5, 7 र कञ्चन 1 रूपन्देहीको 23औं साधारण सभा तथा 11औं अधिवेशन सैना महिना 7 देउपारमा सम्पन्न भएको छ, जसमा प्रमुख अतिथि सैना महिना सब डिभिजन वन कार्यालय मुर्गियाका वरिष्ठ अधिकृत राजन खड्काले गर्नुभएको थियो। त्यस्तै अतिथिहरू टिकाराम उप्रेती, टेक प्रसाद बस्याल, एमनाथ पौडेल उपस्थित हुनुभएको थियो भने सल्लाहकारहरू ढिलाराम बेलबासे, रोमनाथ नेउपाने, चित्रलाल तुलाचन, शालिग्राम पौडेल, कृष्ण प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो। यस कार्यक्रमको अध्यक्षता यसै सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष श्री एम बहादुर कार्कीले गर्नुभएको थियो भने सञ्चालन यसै समूहकी सचिव चन्द्रकला उपाध्यायले गर्नुभएको थियो। कार्यक्रममा अध्यक्ष, सचिव तथा कोषाध्यक्षहरूले प्रगति, उन्नति लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत गरिएको प्रतिवेदनमाथि उपस्थित उपभोक्ताबाट स्पष्ट धारणा माग गरिएको थियो भने त्यो धारणा अथवा मनमा लागेका कुराहरू अतिथि लगायतबाट स्पष्ट रूपमा पारिएको थियो। फर्निचर खरिद तथा निर्माण गरिएको जानकारी गरिन्छ, जस अन्तर्गत निर्माण गरिएको टेबल खान 5 र कुर्सी खान 20 रहेको जानकारी गराइन्छ। विगतको वर्षबाट घुम्ती कोषको लगानीमा रहेको असुली गर्न नसकिएको घुम्ती कोष रकम यस आर्थिक वर्षमा असुली भएको जानकारी गराइन्छ। 5. गत वर्षमा कार्यालयदेखि लौसा जाने बाटोमा ग्राभेल गर्नुपर्ने भनिएको हुँदा यस आर्थिक वर्षमा सो कार्य 384 मिटर कञ्चन गापा वार्ड नम्बर 1 बाट र सैना महिना नगरपालिका 7 वार्ड नम्बर 7 बाट करिब 200 मिटर गरी सम्पन्न गरिएको जानकारी गराइन्छ। बुदा नम्बर 6, यस समूहको उपभोक्ता सदस्यमा उल्लेख भएका उपभोक्ताको परिवारलाई मृत्यु पश्चात दिँदै आएको 1 कुइन्टल दाउरालाई परिमार्जित गरी 3 कुइन्टल दाउरा राहत स्वरूप यस आर्थिक वर्षमा 40 परिवारलाई निःशुल्क प्रदान गरिएको जानकारी गराइन्छ। साथै वनको अवस्था अनुसार निःशुल्क दिने अवस्था नरहेको समेत जानकारी गराइन्छ। बुदा नम्बर 7, गत आवामा राखिएको कार्य यस आवामा समूहको कार्यालय हातभित्र शौचालय निर्माण गरिएको जानकारी गराइन्छ। बुदा नम्बर 8, पहल नेपालको आर्थिक सहयोगमा यस नमुना सामुदायिक वनको 2 हेक्टर क्षेत्रफलमा विभिन्न जातका बिरुवाहरू ल्याई वृक्षारोपण गरिएको जानकारी गराइन्छ। 9, एसएस मार्ग वनपथ निर्माण गरिएको ठाउँमा यस आवामा मर्मत समार गरिएको जानकारी गराइन्छ। 10, एका घरबाट छुट्ट भिन्न भएका उपभोक्ता साथै बसाइसराई गरी आएका इच्छुक व्यक्तिलाई प्रमाणित कागजको आधारमा नयाँ परिचय पत्र दिएको जानकारी गराइन्छ। 11, वन सदुपयोग, वन संरक्षण साथै उपभोक्ताहरूको मागलाई मध्यनजर वार्षिक कार्ययोजना अनुसार खण्ड नम्बर 2 को आधा हेक्टर क्षेत्रफलमा एरियामा एक्लाउने कार्य साथै झाडी सफाई कार्य गरिएको जानकारी गराइन्छ। 12, वन संरक्षण, वन व्यवस्थापन गर्नका लागि उपभोक्ता सदस्यलाई निःशुल्क भुइँ घाँस दिएको जानकारी गराइन्छ। 13, स्वीकृत वार्षिक कार्ययोजना अनुसार वन पैदावार निकासी गरी उपभोक्ताहरूलाई बिक्री वितरण गरिएको जानकारी गराइन्छ। नम्बर 14, वन क्षेत्रमा गर्मीको समयमा वन डर लाग्ने सम्भावना बढी भएको हुँदा अग्नि रेखाहरू सरसफाई गरी वनलाई क्षति हुनबाट जोगाउन सकिने कार्यहरू गरिएको जानकारी गराइन्छ। साथै यी कार्यहरू गर्दा गर्दै पनि गर्मीको समयमा वनमा लागेको डढेलो नियन्त्रणको लागि सैनामाई नगरपालिकाको रुम्बिनी सांस्कृतिक नगरपालिकाको जङ्गलको सहयोगमा चालक दीपक केसी र चालक राम नरेश गुप्ताको टिम यहाँका उपभोक्ताको सदस्यहरूको सहयोगमा वनमा लागेको डरलाई नियन्त्रण गर्न सफल रहेको र वन तथा मानवीय क्षतिहरूबाट जोगाएको जानकारी दिँदै विशेष सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद गर्न चाहन्छु। सिमसार क्षेत्रमा निर्माण गरिएका 5वटा पोखरी मध्ये 4वटा पोखरी र 5 वर्षको अवधि ठेक्कामा दिएको जानकारी गराइन्छ। साथै एउटा पोखरी ठेक्का नभएको पनि जानकारी गराइन्छ। नम्बर 16, हालसम्म यस संस्थाको प्यान नम्बर नभएको हुँदा यस आर्थिक वर्षमा बुटोल आन्तरिक राजस्व कार्यालयबाट लिएको जानकारी गराउँछु। 17, 22औं साधारण सभामा कार्ययोजना नवीकरणका लागि प्रस्तुत गरिएको प्रतिवेदन उपस्थित भेलाले अनुमोदन गरिदिनु भएकोमा हाल नवीकरण भएको कार्ययोजनालाई स्वीकृतिको लागि समर्थन जनाइदिनु हुन जानकारी सहित अनुरोध गर्दछु। नम्बर 18,
2081 10/3 गते यस सामुदायिक वनको कार्य समिति सल्लाहकार लेखा समितिको संयुक्त बैठकबाट यसै अधिवेशनबाट चयन हुने समिति निवर्तमान अध्यक्षलाई कार्य समितिको पदेन सदस्य रहने व्यवस्था गरिनेछ र विधान संशोधन हुनका बहत विधानमा उल्लेख गरिनेछ। 19 भूपू अध्यक्षलाई सल्लाहकार समितिको संयोजक तोकिनेछ। 20 खण्ड नम्बर 2 मा पम्फा विकको नयाँ घर बनेको घटना र बाटो सीमाङ्कन हुन केही माथिबाट बनेको भए तापनि 2072 सालमा निर्माण गरिएको कार्यनामा उल्लेख भएको कोर्डिनेटर पोइन्टले देखाए बमोजिमले थाहा बताउनेछ। अब गत वर्षको अलिया नगद अलिया 898 रुपियाँ, गत वर्षको मौजला सरेको ब्याङ्क ब्यालेन्स 7,02,560 रुपियाँ, घुम्ती कोषको रकम असुली 24,000, सदस्यता प्रवेश शुल्क ठेलीबाट 25,200, दाउरा बिक्रीबाट 2,41,920 रुपियाँ, बल्लाबल्ली तथा पोल बिक्रीबाट 3,65,947 रुपियाँ, अचानक बिक्रीबाट 18,250, घुम्ती कोषबाट ब्याज आम्दानी 2,850, सदस्यता नवीकरणबाट 1,41,670 रुपियाँ, निवेदन दस्तुरबाट 4,030 रुपियाँ, पोखरीको माछा बिक्रीबाट आम्दानी 46,300, विविध आम्दानी 35,950, सालको गोलिया बिक्रीबाट 4,48,021 रुपियाँ, एका घर छुट्टी भिन्न दस्तुर प्रवेश शुल्कबाट 16,850, ब्याङ्क खाताबाट ब्याज आम्दानी 7,274 रुपियाँ 35 पैसा, जम्मा आम्दानी 20,81,721 रुपियाँ 34 पैसा। यसै गरी व्यय खर्चतर्फ कर्मचारी तलब भत्ता 4,39,569 रुपियाँ 60 पैसा, दैनिक ज्याला भुक्तानीतर्फ 1,53,800, अनुगमन तथा दैनिक भरण भत्ता 66,026 रुपियाँ, सञ्चार विद्युत खानेपानी खर्च 10,111 रुपियाँ 56 पैसा, कार्यालय मसलन छपाई समेत 67,931 रुपियाँ, लेखा परीक्षण शुल्क भुक्तानी 15,000, आन्तरिक हिसाब परीक्षण खाजा खर्च 16,875, यो आन्तरिक लेखा परीक्षणको खर्च हो। इन्धनतर्फ 49,504 रुपियाँ 49 पैसा। देशमा अहिले संघीयता, प्रदेश, स्थानीय सरकारको व्यवस्था भइसकेको हुनाले यहाँहरूलाई म जानकारी गराउँ, वनलाई चाहिँ प्रदेश अन्तर्गत राखिएको छ। त्यसैगरी हाम्रो देशमा संघीय ऐन पनि छ। संघीय ऐन 2076 छ भने प्रदेश ऐन 2078 छ। कतिपय कुराहरू हामी प्रदेश वन ऐन अनुसारले जानुपर्ने हुन्छ र कतिपय कुराहरू संघीय ऐन अनुसारले जानुपर्ने हुन्छ। तर प्रदेश ऐन लागू गर्दाखेरि संघीय ऐनमा बाँझिएमा स्वयं निष्क्रिय हुनेछ। अब यो एउटामा वन प्राधिको हिसाबले बोल्दाखेरि वास्तवमा वन कर्मचारीहरूलाई वन ऐन टेकेर काम गर्दाखेरि केही जटिलताहरू उत्पन्न भएका छन्। अब यो वन हाम्रा अग्रजहरूले यसरी हाइवेको 3-4 किलोमिटर दक्षिणतिर पनि यसरी वनलाई जोगाइदिनु भएको छ। यो वन त वास्तवमा मैले सुरुमा म पनि यही जिल्लावासी भएको नाताले म यो बाटो हिँड्दाखेरि ओहो यो दक्षिण भागमा पनि यति वन चाहिने कस्तो रूपले जोगिएको होला। पक्कै पनि यहाँहरूको अथक प्रयास र मेहनतका बावजुद यो वन आज हामीले यति हरियाली देख्न पाएका थियौँ। नत्र यदि यहाँहरूले त्यति सफल कार्यकाल ननिभाइदिएको भए अहिले यो आवादीमा परिणत भइसकेको हुन्थ्यो होला, कसैका निजी नम्बरी दर्तावाल भइसकेको हुन्थ्यो होला। केही नहुनु भन्दा केही भएकै राम्रो हो। अहिले हामीसित केही नभए पनि 120 हेक्टर जंगल त छ नि। कुरा आयो साझेदारी वनमा पनि हामी उपभोक्ता हुन सक्थ्यौं, तर कञ्चनका 3, 4, 5 हुन्छन् भने 1 र 2 किन हुन सक्दैनन्? यो मैले तपाईहरुलाई
प्रति प्रश्न गरे। जब त्यो कार्ययोजना निर्माण भइरहेको थियो, छलफल भइरहेको थियो, त्यहाँ उपस्थित हुनु भएन कि? अथवा यहाँहरू सामुदायिक वनमा आश्रित र सम्मिलित भइसकेको हुनाले यहाँहरूलाई मध्यनजर गरियो कि? ती सवालहरू अब त्यतिखेरका कुराहरूले प्रश्न बनाउनेछन् र विशेष गरी साझेदारी वनमा डिस्टान्स युजर टाढा टाढाको उपभोक्ता समूहहरूलाई पनि वनको हक र अधिकारबाट उत्तिकै सहभागी गराउने भनेर त्यो साझेदारी वनको कन्सेप्ट आएको। मलको रूपमा प्राप्त हुने गोबरलाई एउटा बाल्ने साधनको रूपमा ल्याएर गोइठा बनाएर बालिराख्नु भएको छ। यो स्थितिलाई मध्यनजर राखेर नै साझेदारी वनमा समावेश गर्नलाई डिस्टेन्स युजरलाई पनि समावेश गर्नुपर्छ भन्ने मान्यताले साझेदारी वन आएको हो। सरकारका मान्छे यहाँको वार्ड अध्यक्ष मैले देखिनँ, वार्ड नम्बर 1 को यताको चाहिँ 5 नम्बर भनौँ न सैना महिनाको पनि मैले वार्ड अध्यक्ष देखिनँ। यो संरक्षण भनेको सरकारको हुन्छ। सरकारका मान्छेहरू बिना यो अधिवेशन गरिएको छ, यो मलाई अधुरो लागेको छ। संरक्षण पनि उनीहरू खोइ किन टिमलाई बोलाइयो समितिको मलाई म थिइनँ बैठकमा, तर यस्तो किसिमको बैठक अलि ठिक हुँदैन कि भन्ने लाग्यो है। यत्रो सामुदायिक वनले सरकारका मान्छेलाई सूचनै नगरिकन अधिवेशन गरेर हामीलाई थाहा छैन भनिदियो भने के भन्ने? यो वन संरक्षणमा बाट पन्छिन खोजेको छ भन्ने मलाई लाग्छ। यो साल सीमाको विषय उठेको छैन, त्यो सकारात्मक छ भने मलाई लाग्छ एकदमै अहिलेसम्मकै घाटा, अहिलेसम्मकै यसो हेर्न पनि मन नलाग्ने जुन प्रतिवेदन देखेँ मलाई लाग्छ उहाँहरूले आम्दानी भन्दा बढी खर्च गरेर यस्तो प्रतिवेदन देखिएको हो कि जस्तो लाग्छ मलाई। किनभने आम्दानीको आधारले खर्च गरेको यस्तो देखिँदैन। घुम्ती गोष्ठी जस्तो रकम अरूबाट पूर्ति गरेर खर्च गरौँला भनेर जेरो देखिनु। योभन्दा पहिला हाम्रो आफूजी आउनुभएको थियो, राज्यबाट ल्याउने सुविधा अनुदान कुनै पनि मैले देखिनँ। हाम्रा प्रमुख अतिथि मञ्चमा हुनुहुन्छ, मेरो बाला पनि उहाँ हुनुहुन्थ्यो सहयोगी मञ्चको साथी। पक्कै पनि उहाँको अभाव भएर हो या समितिले नघट्न चाहेर हो। त्यसै पनि हाम्रो सामुदायिक वनमा अरू सामुदायिकको तुलनामा त्यति बढी आम्दानी हुँदैन। ती बल्लाबल्ली दाउरा दाउरी मात्रै हो। त्योदेखि बाहेक पनि हामी डिभिजन वन कार्यालय प्रदेश अन्यबाट अनुदान लिएर नै कार्यक्रम सञ्चालन गर्ने हो। र मभन्दा पूर्व सल्लाहकारले भनिसक्नु भएको छ। कता कता मलाई पनि यो समिति अहन्ता जस्तो लाग्यो, जस्तो लाग्छ मलाई। किन यो भनाइमा अलिकति फरक पऱ्यो कि जस्तो लाग्छ। यो धेरै ठाउँको कार्यकालमा त अहिले सर्वकै आदिभन्दा धेरै माइनस भइसक्यो भन्ने मलाई कता कता लाग्यो। म त्यो एउटा हेरेन। तर हामी कार्य समितिले उपभोक्तालाई कतिको परिचालन गर्न हामी कतिको सक्षम भयौँ भन्ने वर्ष पनि हुनसक्छ। जति उपभोक्तालाई झकझकायो त्यति यो सामुदायिक वनको हामीलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि अलिकति चासोको विषय रहन्छ। अहिले जुन 10,000 रुपियाँ महासङ्घलाई दिएको मेरो कार्यकालमा त दिइएन, माग्न चाहिँ हाम्रो गाउँपालिका। किनभने यहाँ के भएको थियो भने सैना महिनामा चित्रबारुजी यो मेयर भएर आएपछि के भएको थियो भने उत्तर दक्षिण खण्डमा दक्षिण खण्ड पर्ने सामुदायिक वन मध्ये यो करुणा सामुदायिक वन अचम्मै पिरियड सानो उपभोक्ता धेरै सानो भएर त्यसलाई चाहिँ त्यो कर लगाउनु हुन्न भनेर हामीले सैना महिना गाउँपालिका उसलाई त नगरपालिकालाई पनि कर तिरेको अवस्था होइन है। किनभने हामीसित सुनकै छैन। अब यहाँ आम्दानी तपाईँको 200 कि फेरि त दाउरा निकाल्नु भयो, के भन्छ दाउरा निकाल्नु पाइँदैन। 165 भयो, कति निकाल्नु पाइन्छ जम्मा छोडै छैन। अब त्यो निकाल्ने गयो त। अब तपाईँको यस्तो अवस्था भइसकेपछि अहिले मैले यो पछिल्लो कार्यकालमा के देख्यो भने हाम्रो कार्यकालमा त हामीले यहाँ कमसेकम बिरुवाहरू उत्पादन गर्थ्यौँ, सबैलाई वितरण गर्थ्यौँ, नर्सरी उत्पादन गरेर सब विद्यालयलाई सब विद्यालय जङ्गलहरू रोप्ने गर्थ्यौँ।
अहिले त्यसो पनि देखिएन, भएको पनि सबै अहिले यताबाट उठाएर छाड्दै देखिन्छ। यस्तो अवस्था रह्यो भने अबको 10 वर्षपछि के हुन्छ भन्ने कुराहरू पनि चिन्ताको विषय जस्तो लाग्यो। यो हामी उपभोक्ता र यहाँको कार्य समिति बिचमा अलिकता लौ र मासुको सम्बन्ध अलिक दूरी गएको कि भन्ने जस्तो देखा पर्यो। यस्तो नहोस्, काम गर्ने क्रममा कमजोरी हुन्छ नै। म पनि 4 वर्ष कार्यकाल गरेरै निक्लेको हो, तर अलि यस्तो त अलि नदेखि जस्तो लाग्छ। फेरि कता कता तैँले मात्रै गरिदियोस्, हाम्रो योगदान छैन भन्ने कुरा नै रहन सक्छ। तर त्यसो भन्न खोजे होइन, किनभने हामी कार्य समितिको भन्दा ठुलो दायित्व चाहिँ उपभोक्ताको हुन्छ। भोलि बिहान आगो लाग्ला इत्यादि केही होला, त्यति बेला उपभोक्ता गएर यहाँ कार्य समितिले केही गर्न सकिँदैन। र हामी यहाँ 2300 कागजमा 2300 चाहिँ घरको चाहिँ धुरी कर छ र यस मध्येबाट नवीकरण भएको 1400 लगभग 1400 यस सालको चाहिँ नवीकरण भएको चाहिँ रिपोर्ट सुनेको छु मैले। र आजको अधिवेशनमा यो खचाखच भएर धुलो उड्नु पर्ने हो। उपभोक्ताको रिपोर्टहरू धेरै सुन्नु पर्ने हो र उपभोक्ताहरूलाई सम्पन्न भएर नआएको हुनसक्छ र क्या हाम्रो समितिहरूको कमजोरी हुनसक्छ, यो उहाँहरूले जान्नुभयो होला। र म धेरै कुराहरू बोल्न चाहन्न। मैले के गरेँ, मैले के गरिसकेँ, बितेका कुराहरू नगरिकन आगामी अहिले चुनाव हुँदैछ, चुनाव भएर आउने साथीहरूलाई मैले बधाई दिन चाहन्छु। भैँसीलाई धुवा हटाउनु पर्यो भने त पर्सुलाई सोर्न जाने उपभोक्ताको तर्फदेखि पनि, किनभने म जङ्गलसँग जोडिएको एउटा सदस्य मध्येको म चित्रलाल तुलाचन हो भन्ने कुरामा जानकारी सहित सम्पूर्णलाई नमस्कार टक्राउन चाहन्छु। यो प्रतिवेदनहरू हेर्ने कतिपय कुराहरू कतिलाई चित्त बुझ्यो होला, कतिलाई बुझेन होला, तर यी कुराहरू उठाइराख्दाखेरि अब हामीले राम्रो होला भनेर उठाउने हो, नराम्रो होला भनेर उठाउने होइन। यसमा भएका कमी कमजोरीहरू, राम्रा पक्षलाई अगाडि बढाएर जाने र अलिकति सुधार्नु पर्ने कुराहरूलाई चाहिँ सुधार्दै जाने भन्ने कुरा हाम्रो आजको प्रतिबद्धता त्यही हुनुपर्छ भन्ने मलाई लाग्छ। 23औं साधारण सभा तथा 11औं अधिवेशनसम्म आइपुग्दाखेरि केही पहिला अगाडि हाम्रो एमबहादुर दाईसँग सल्लाह भएको थियो, 5 वर्ष यसको कार्यकाल हुँदो रहेछ, 5 वर्ष कोही पनि टिक्दैन रहेछ। यसको कारण के छ त भन्दाखेरि जङ्गल बडा खतरा चिज, पहिला म गर्छु भनेर आइहाल्नु हुँदो रहेछ। अब वनको सर पनि यही हुन्छ, एउटा काठ धेरै हाल्यो, एउटाले उजुरी हालिदियो, त्यही समितिको अध्यक्ष जानु पर्दो रहेछ, हतपेट लगाएर चाहिँ भित्र लैजानु रहेछ। अब एउटा मान्छेले चोरेछ, माटो चोर्न आयो, दाउरा लिन आयो, घरमा समस्या थियो, त्यो मान्छे भाग्दै गयो, ज्यान गुमायो। त्यस्तो ज्यान गुमाउँदा पनि कसैलाई केही पनि लाग्दैन रहेछ। यो यस्तो खालको वन रहेछ जसले आफ्नो आमा गुमाए यही पृथ्वीराज कञ्चनको 5 नम्बरमा, खालि उहाँले झिजा मात्र खोज्न जानुभएको छ। त्यो वन हामीले पालिरहेको छौँ र त्यो वनबाट यति गरेर त्याग गर्दा यति समस्या हुँदा पनि किन बल पालेछौँ भन्दा यो जलवायु परिवर्तन भयो, यसबाट हुन सक्ने विध्वंसकारी क्षतिबाट बच्नको लागि हामीले त्यो पालिरहेको छौँ। डिजिएमको कार्यक्रम आएको छ, रेड क्रसको कार्यक्रम आएको छ, कार्बन कलेक्सनको कार्यक्रमहरू आएको छ। तीबाट हामीले हाम्रो देशले केही पैसा पाउँछ, तर यसलाई सिस्टम मिलाएन भने पाउँदैन। लुम्बिनी प्रदेशमा यो रूपन्देही जिल्ला पनि परेको छ। त्योबाट पैसा पाउनको लागि केही कुराहरू मिलाएर लैजानुपर्छ, जसमा आदिवासी जनजाति हुनुपर्छ, दलित हुनुपर्छ, जङ्गलसँग जोडिएका स्थानीय विपन्न उपभोक्ताहरू समितिमा आउनुपर्छ। बल्ल पैसा दिन्छ, त्यतिको गफ गरेर पैसा दिनु, त्यहाँ गएर खोज्छ पल्टाइ पाना। त्यो ठाउँमा म आदिवासी जनजातिको जिल्ला अध्यक्ष भएको कारणले मेरो उपस्थिति पनि त थुप्रै ठाउँमा भयो, मैले त्योबाट जान्ने मौका पाएँ। कतिपय ठाउँमा हाम्रो समितिहरूको यो पूर्व समितिहरूको पनि ठुल्ठुलो गल्तीहरू छ। जो प्राविधिक हो, प्राविधिकले प्राविधिक काम गर्न सक्छ, तपाईँ हामीले सक्दैनौँ। बाटो कता नाप्ने, कति इन्चको नाप्ने, कति इन्चको इस्टिमेट गर्ने, कुन चाहिँ फर्निचर कुन ठाउँमा लगाउने भन्ने कुरा राजनीति गर्ने मान्छेले, समाज सेवा गर्ने मान्छेले जान्दैन, जानला तर उसको सिग्नेचर चल्दैन। यो कुरामा हामी सबैले ध्यान दिनु जरुरी छ। केही साथीहरूले फेरि वनको लागि गाली गर्नु हुँदो रहेछ, वनकोले सही गरिदिन्न, वनकोले यो गरिदिन्न। तपाईँ हाम्रो नेता बनाउँछौँ, यहाँबाट 2-3 चोटि भरतशाला जितायो, अहिले वासुदेवलाई जितायो, अन्य ठाउँबाट ठुल्ठुला सङ्घीय मन्त्रीहरू सांसदहरू गराइयो। कानुन उहाँले बनाउने हो, तपाईँ हाम्रो पार्टीको प्रतिनिधित्व साथीहरूले गराउने हो। उहाँले गराइदिइसकेपछि त्यो मन्त्री परिषदबाट संसदबाट पास भएको कानुन चाहिँ आजको प्रमुख अतिथिजीहरू जस्तोले कार्यान्वयन गर्ने हो।
जिताउने बेलामा हामीले अर्को कस्तो हाम्रो प्रतिनिधित्व गर्ने नगर्ने साथीहरूलाई जिताउने अनि त्यो आवाज पनि एकचोटि मञ्चमा बोल्न नसक्ने साथीहरूलाई जिताउने अनि काम गर्न चाहिँ रेन्जरले दिएन, वनपालले दिएन, यसले पुलिसले दिएन भनेर हुँदैन। पानी एकातिर कुवा एकातिर खन्ने, थाप्ने एकातिर गएर पानी आउँदैन। त्यो कुरा हामीले बुझ्नु पर्यो। हाम्रा समस्या थुप्रै छन्, वनका थुप्रै समस्याहरू छन्। ती समस्यालाई समाधान गर्ने अगाडितर्फ जान पर्यो। कतिपय अघि कृष्ण दाइले भने जस्तै वनको ऐनसँग बाजिने गरेर तपाईँको कानुन बनाए पनि त्यो कानुन स्वतः खारेज हुनेछ भनेर वनको नियमावलीमा छ। त्यो भएपछि हामीले बनाउन पाउँदैनौँ। त्यो तपाईँ हाम्रो अनुकूलको बनाउनको लागि हाम्रो सांसदहरूले चाहिँ प्रतिनिधि सभामा त्यो जहाँ बोल्ने ठाउँ छ, जहाँ केपीलाई गाली गर्छन्, कहाँ शेरबहादुरलाई गाली गर्छन्, जहाँ प्रचण्डलाई गाली गर्छन्, अन्यलाई गाली मात्र गर्छन्, आफ्नो सहकारीको पैसा ठगेको कुराहरूको विषयमा छलफल गर्छन्। तर तपाईँ हाम्रो अधिकार र समस्याको विषयमा जहाँ कुरा गर्छन् हो त्यही मान्छेलाई हो भन्ने। त्यसो कारणले गर्दा बलियो ढङ्गबाट अगाडि जानु पर्छ। र कहिल्यै पनि नपरेको प्रतिबन्ध पर्यो तपाईँको। र एउटा मेरो बुझाइमा के छ भनिसकेपछि जसले जस्तो गर्यो, जसको क्यापेसिटी जति छ त्यति नै गर्ने हो। मैले आलोचना गर्न चाहेन, किनभने यो समितिले जति गर्न आफ्नो क्यापेसिटीले भयो त्यति गर्यो। यसमा अन्यथा लिने कुरै होइन। उहाँले राम्रो गर्नुभयो, नराम्रो गर्नुभयो, उहाँहरू पनि आफै विज्ञ हुनुहुन्छ। यसमा हामीले चाहिँ धेरै आलोचित गरेर उहाँको कार्य सम्पादन भइसकेको छ। उहाँलाई मलिनो मुख नभए पनि चित्त दुखाउने हिसाबले किन पठाउने, हामीले राम्रै तरिकाले पठाउँ भन्ने एउटा मान्यता। तर एउटा मात्रै कुरामा किन दुखी छु भने म काम गर्दै जाँदा हामी पनि विभिन्न सङ्घ संस्थाहरूमा आबद्ध भएर काम गर्दै जाँदा पूर्ववक्ताले भने चाहिँ गरी विभिन्न काम गर्ने मान्छेकै त्रुटि हुने हो र काम गर्दै जाँदा कुनै न कुनै ठाउँमा त्रुटि हुन्छ। यसलाई हामीले सहजता लिनुपर्छ। तर जानी जानी त्रुटि गर्यो भने त्यो मान्छेलाई मूर्ख भनिन्छ। जस्तै एउटा सराहनीय काम अहिलेको समितिले के गर्यो भने सुरुमा आउनुभएको थियो, समिति एकदम मिल्दो थियो, चल्दा फिर्ता हुनुहुन्थ्यो र उहाँले अघि पूर्ववक्ताले भने चाहिँ यो अग्निरेखा मार्फत एउटा विवाद लामो समयदेखि विवादमा रहिरहेको बाटो थियो। यहाँ कुनै पनि योभन्दा पहिलाका अध्यक्ष आउनुभयो, उहाँले आँट गर्न सक्नु भएन, उहाँहरूले यो काम गर्नुभयो। यसको लागि म उहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यसमा दुवैतिरका जनप्रतिनिधिहरू हुनुहुन्न र हामीलाई राजनीतिक दललाई त कसैले राजनीतिक दलले के गर्छन् र राजनीतिक दल भनेको के हो र तिनका पछाडि लगाएर के हुन्छ भन्ने साथीहरू पनि हुनुहुन्छ, कोही स्वतन्त्र साथीहरू पनि हुनुहुन्छ। तर वास्तवमा भन्ने हो भने सबभन्दा पहिला उपभोक्ताको हित हुनुपर्छ। सामुदायिक वनमा जहाँ जहाँ बिरुवा रोपेर बिरुवा उत्पादन हुन्छन् त्यो ठाउँमा बिरुवा रोप्ने, जुन ठाउँमा जति पटक बिरुवा रोपे पनि यो हाम्रो माटो त्यस्तै छ, बिरुवा रोपेर माथि होइन। अनि एकजना साथीले तल जान्छ भन्नुभयो, मैले उहाँको विरोध गरेको होइन। यो ठाउँमा त्यो बिरुवा नरोप्ने ठाउँ छ, त्यस्तो ठाउँमा दुई पालिकाको बिचमा यसलाई हामीले चाहिँ राम्रो बाल उत्थान पर्यटक स्थल, सानो जू र हाम्रो यो बिचमा एउटा यो अग्निरेखा भनेर अहिले साथीहरूले बनाउनु भएको छ। त्यो ठाउँमा तपाईँ हामी बुढेसकालमा वृद्धकालमा 1-1.5 मिटरको कालो पत्रे गरेर मर्निङ वाक इभिनिङ वाक गर्न स्वच्छ हावा लिनको निमित्त हामी चाहिँ योजना बनाएका छौँ। त्यही योजना अनुरूप अहिलेको समितिले यहाँबाट सम्पूर्ण निर्णय गरेर हामी चाहिँ दाङ प्रदेश मन्त्रालयमा गयौँ। प्रदेश मन्त्रालयले जिल्ला वन गार्डनमा पठाउनु भयो। हामीले के मात्रै खोजेका थियौँ भने हामीले एउटा बिरुवा पनि नकाटिकन त्यो ठाउँमा चाहिँ हामी पार्कहरू उद्यानहरू बनाउँछौँ भनेर उहाँ डिफो साहबलाई हामीले भनियो। तर उहाँले चाहिँ हाम्रो टिकारामजीले भने चाहिँ 5वटा पत्र लेख्नुभयो, रोस्टर वर्ग दीर्घ पनि यो हुँदैन भन्दै काट्दै गरेर जानुभयो। हामीले त्यहाँ गएका थियौँ। हामी अन्त अरू ठाउँमा चाहिँ बजेट ल्याउन हामी सफल भएका थियौँ र यसै क्षेत्रका सांसद भुवनेश्वरजीले धेरै बजेटहरू पनि हालिदिनु भएको छ। तर जङ्गलको निमित्त उहाँले जुन उद्देश्यका साथ हामी गएका थियौँ त्यो अनुसारको सिफारिस नदिएको कारणले गर्दा हामीले चाहिँ यहाँ बजेट ल्याउन सकेनौँ। यसभन्दा पहिले हामी जनप्रतिनिधि हुँदा 1.5-2 बिघाको ताल पनि खनाएका छौँ। किन यहाँ पर्यटन प्रवर्धनको निमित्त डुवा सहितको चाहिँ हामी ताल बनाउने भनेका थियौँ। यही ताल पनि हामी छँदै केही बजेट यहाँको, केही बजेट वार्डको, केही बजेट यहाँ प्रदेश सरकारको मिलेर हामीले यो ताललाई चाहिँ अझ व्यवस्थित रूपले चाहिँ डुवा सञ्चालन गर्ने
जसको ठुलो परसम्म लाने भनेर भनेका थियौँ। तर के छ भने कहिलेकाहीँ काम गर्ने हुटुटी हुँदाखेरि पनि बिचबिचमा चाहिँ अडचनहरू बाधाहरू आउँछन्।